यिनीहरू उठेको अनुहारमा तपाईँले कतै पनि यति दुःख देख्नुभयो? कतै पनि यिनीहरूको आँखामा थोरै भए पनि आँसु देख्नुभयो? थोरै भए पनि मानवता देख्नुभयो? यिनीहरूलाई कतै पनि मानवता छैन। यिनीहरू किन उठेको थाहा छ? सुनसरीको घटनालाई लिएर राजीनामा माग्न उठेका, हाँस्दै गरेर राक्षसका जस्तो दाँत देखाएर सरकारको राजीनामा माग्न उठेका रे। यिनीहरूलाई कतै सुनसरीको घटनाले छोएको छ? जनता मर्दा यिनीहरूलाई कतै दुःख देखेको छ? यिनीहरूको अनुहारमा केही दुःख देखियो? यस्ताले देश बनाउँछन्, यस्ताले जनताको लागि काम गर्छन् भनेर तपाईँले भोट दिनुभयो? अलिकति पनि तपाईँलाई पापको डर लागेन? आज यस्ताले गर्दा हेर्नु त के भइरहेछ देशको हालत। अझै यिनीहरू हाँस्दै राजीनामा माग्दैछ। कमसेकम ती मरेका मान्छेहरूको लागि भयो नि, कमसेकम अलिकति भयो नि देखावटी भए पनि, मन दुखेको जस्तो गरिदिएको भए पनि जनताको मनलाई शान्ति मिल्थ्यो होला नि, होइन? कोलाई उहाँ दिदीको कुरा एकदम चित्त बुझ्यो के, मनमा छोयो के। दिदीको यो भनाइलाई के, यो व्यक्तिहरू यो हाँसो बनायो। सुनसरी त्यस्तो बिजोग भएको छ, यिनीहरू आएर यहाँ रोइलो। तर यदि जे भन्नु सही भन्नु, मलाई एकदम चित्त बुझ्यो कि, मलाई मन